यो ठिक चाहिँ बाजुरा र अछामको यो चाहिँ ल्यान्डस्लाइड भएर चाहिँ हामी जाने बेलामा बाटोमा हो अलिकति यसले गर्दाखेरि बाटो भुकिएको थियो अनि कति घन्टा जति लाग्थ्यो खोलालाई खोलिसकेको थियो अनि हामी यहाँबाट त निकै ढुङ्गा झिक्दैछ है चल्दै हाँडेको कटे त्यो यता हामी जानु पर्यो पानी स्कुल भएर न तल धेरै धेरै उ नगर्नु अब आउँछ गरौँ न एउटै दिन सकिहाल्छ। देखिएको झरना चाहिँ तिपडाको हो। यो तिपडा ठ्याक्कै यहाँबाट चाहिँ मुगु र बाजुरा जाने छुट्दो रहेछ। यो ठ्याक्कै तिपडा साइड हो। यो चाहिँ होटलहरू हो यहाँको चाहिँ यो। यहाँ त्यहाँनिर अलिकति सानो सानो बनाएर छन् बस्नको लागि। यो चाहिँ बाजुराको साइडमा पर्छ ठ्याक्कै तिपडाको होटलहरू। मुख धुन पनि हामी कहाँ आइपुग्या कर्णालीको छेउमा कर्णालीको तिरतिर भाइ यो चाहिँ ट्रक हो। यो चाहिँ फसिरहेछ कि यो चाहिँ 2 दिन लाग्छ होला सायद निस्कनलाई। जोइराला दिउडी हो 10 दिन लाग्छ यो। बाटो चाहिँ एकदमै हिलो गाडीको बिग्रेको गाडी गयो कि फस्यो क्या त्यस्तो खालको बाटो थियो कि एकदम हिलो एकदम हेर्नु बाटोको ताल हेर्नु कस्तो छ अनि कसरी विकास हुन्छ नि बाटो यही होला हेर्नु त नत्र यति सुन्दर छ नि त्यो ठाउँ यो बाजुरा साइडमा हो समाज ल यो देखिएको चाहिँ धुला चौर हो बाजुरामा पर्छ। धुला चौर हो यहाँबाट चाहिँ हामी हिँड्यौँ अरू हामीसँग आएको साथीहरू चाहिँ यहीँ बस्छौँ भने उनीहरू बस्यो हामी चाहिँ अलि माथि घर छ अरे त्यहाँ बास पनि छ भनेर अनि त्यहाँबाट हिँड्यौँ हामी चाहिँ भोलि बिहान अलिकति पनि सजिलो हुन्छ भने यहाँबाट अलि बिस्तारै उज्यालो थियो अनि हिँड्यौँ बाटोमा देखियो दृश्य खच्चरहरूले यसरी सामान ओसार्ने काम गर्छन् यहाँ बाटोको ताल त्यही भएर देखिहाल्नुभयो त्यही भएर खच्चर युज गर्छन्। ल यो देखियो यो बाटोबाट जाने हो हाम्रा जनताहरू क्यामेरा है त्यो भिडियो रेकर्डिङ फोटो कर्णालीका छालै छाला पछि थाल्यो कि है भारी थाल्यो क्या पछि के हाल्ने यो देखिएको चाहिँ त्रिवेणी हो। यो पारिपट्टि देखिएको मुगु यता राइट साइडमा चाहिँ देख्यो बाजुरा हामी बसेको साइड चाहिँ हुम्ला हो है त्रिवेणी भन्छ है ठ्याक्कै तीनटा सङ्गम मुगु बाजुरा र हुम्ला यहाँ बसेपछि हामी आराम गऱ्यौँ दृश्य डाँडा यो ल र उयो डाँडाको झर्छ कति टाढा तल जनताहरू हामी यस्तै त हो नि बोरो पसिना निकालेर चुइरहला हैन पसिना
बाटो जस्तो पहाडको बाटो घुम्ती पारिपट्टिको बाटो हिँड्ने बाटो यहाँबाट गाउँमा यो बिम हो दैन कोट दैन यो पारी देखिएको चाहिँ मुगु हो वारीमा भएको छ हुम्ला है पारी देखिएको चाहिँ मुगुपट्टि हो डाँडाबाट आउने हुम्ला र मुगु सँगै छ लगभग डाँडा जाने हो कि यस्तो डाँडा छ हेलो साथीहरू मेरो आज 5औं दिनको भ्रमण हो कि पुरा 5औं दिन भयो आज यस्तो बाटोमा हिँड्दै 5औं दिनको भ्रमण हिँड्दैछु 20-25 दिनको भ्रमण हो आज 5औं दिन भयो मेरो एक्लै छु कि यस्तो छ साथीहरू छुटे पछाडि नै अगाडि हिँड्दै आउँदा टिक्का टिल लाएर वाली पानी र के अरे स्याउपत्ती ल्याउनु माथि मेरिन्डा रे फ्यान्टा रे स्याउ झोलाभरि 100 छाजु पुग्ने पछि कोचाल्ने आउँछ नि हाम्रो माडबाट देखिएको भ्यू यो हेर्नुहोस् यस्तो दामी छ कि पारिपट्टि अलिक घाम लागेको छैन क्या डाँडा भएर यो चाहिँ घर पुगिसकेपछिको दृश्य हो यो हुम्लाको श्रीनगर हो घर पुगिसकेपछि खिचेको बाहिरको दृश्य बिहान उठ्ने बित्तिकै यस्तो पारी गाउँ यहाँ Look at this guys कहाँ अगाडि के रुला रहेछ अहिले हामी चाहिँ यहाँ त गाउँबाट त तल बेसीतिर झर्दैछौँ त्यो देखिएको चाहिँ दृश्य चाहिँ श्रीनगरको गल्फा गाड भन्छ होला चाहिँ यो कुन नलगायो भने हरियो हुन्छ त्यो पारिबाट कुन नलगायो भाइ कर्णालीको नदीमा पौडी खेल्न आइरहेको हामी यहाँ तल त ठुलो छ क्या यो सानो उता पर पारी खाने ठुलो उताबाट बच्चाहरू पारी खेलिरहन् खतरा है कति कञ्चन पानी छ हेर्नुस् टल्के छ बालुवा के हुन्छ अरे उति छाया आयो यो पारीबाट कामै छैन भन न दिदी छाया आएको छ नि के हो त्यो छाया आएको भने घडी नभएला के हुन्छ अरे अनि गोरु तलतिर फर्काउने होइन गोरु तलतिर घरतिर लाने माथिबाट त्यहाँबाट होइन डाँडाबाट यहाँ घाम छ यहाँ छैन होइन कर्णालीको छाल माछालाई पासो बाहिर पासो हाल्न आइरहेको छन् अरू केटाहरू पनि छन् क्या खानु सिकान पुग्यो होला छ्या भयो
गाईले खाया खाला जीवन गया जाला स्कुल छ डने छैन जीवन गया जाला अब काटी स्कुल तल काटी किल्ले जुरा अब काटी स्कुल भूपति एकै नाउँला पानी पिँदा भूपति बाबाको सम्पत्ति छोरीलाई नजाने बाबाको सम्पत्ति हो जिउला 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 यो हाई स्कुल त्यहाँभन्दा माथिको यो प्राइमरी स्कुल त्यहाँभन्दा यतापट्टि फेरि अर्को प्राइमरी स्कुल यो गाउँ त्यहाँबाट सरर घुम्दै आयो यतापट्टि छ फेरि प्राइमरी स्कुल त्यसपछि आएर यता माथि छ अर्को प्राइमरी स्कुल गाउँ सानो स्कुल धेरै रहेछ यो ठाउँमा चाल्नु खाने बेलामा चाहिँ एक डोको खाने आधा डोको नजाने हुन्छ भोकै के गर्नु सर रातो मैले सेतो मही मिठो हुन्छ होइन जिउला कार नआएको कार लाएको छ मौरी मलाई झुट बोले अरे क्या कसो घर लायो भने आफ्नै रहेछ अरे के मौरा त राम्रो हान्छ है राम्रो भनेको कस्तो बुट्टा भरे होइन त्यो त काला काला हुँदाछन् काला हुँदाछन् रोगिने मौरा काला मौरा त वन मौरी हुँदैन मौरा राम्रो राम्रा मौरी र यस्तो हुन्छ राम्रो मौरी हेर पो है फोटो खिच पो मौरी फोटो खिच पर कति छन् भन्नु अरू के छ यो मौरा दामीको हो क्या कतिवटा घर लाएर तपाईँको मेरो अब 5 वटा अब घारा पुग्दैन 3 माथिको 2 यो 5 लागेको अब 5 भयो नलागे कति 8 वटा छ नलागे अब त्यताबाट सानो गाडा एक त्यही रह्यो अरू बनाउनु बाँकी ठेल्ला माथि चौडान बनाउनु बाँकी बनाउनुको कुरै छोडिदिनु भइरहेको भया 5-6 गाडा बनाउनु अहिले लागेको होइन लागेका 5 गाडा यो खाली मेरो मौरा मेरो लच्छनी मौरा लच्छनी भन्छौँ क्या हामी त्यस्तो सानो यत्रो ठुलो गाडी किन भने यत्रो गाडो बनाउन अर्थ अब यो भित्र जति जसको ठुलो मौरी छ होइन गाडो छ त्यसभित्र म जहिले पनि बढी हुन्छ अनि एक गाडामा मान लेखतिर हो भने यही गाडो लेख लिने हो भने यो गाडी म एकैछिन 3 पटक हेर्न हुँदा अब हाम्रो यो माथि गल्बातिर एक पटक मात्रै हेरिन्छ पातल नजिक हुन्छ त्यहाँ म धेरै हुन्छ त खेड्डा बारै हुँदैन त्यही भएर अहिले कहिले जान्छ कहिले लेखतिर पनि लिने भन्ने सोच हो लेखमा अनि धेरै फुल हुन्छ नि त त्यही के
त्यही भएर त होला त बढी मह गर्ने एकै घाँडामा एक गाग्री हुन्छ अखबार मान्छे त्यो एकै गाग्री थियो 8-9 गाग्री गर्छ मलाई ल्याइदिनु नि को जो खाऊ त्यो कहिले म पनि लग्याउँदैन थियो यता डबर आउँदा त्यो चढिया अब आफै ल खाइले भनेर कहिले नदिने खाने छु भएपछि तँलाई जाऊ खाऊ भन्ने तँ गर्न कति खुवाइ लाग्यो उति डोबेर खाने हो नि जो पनि आफै ल खाइले भनेर ऊ कहिले दिँदैन त्यहाँ परे आफै गयो खुवाइ लागि हाल्यो खायो आयो त्यस्तो कहिल्यै नदिने आफू आफ्नो हातले नदिने त्यही भएर अहिले मौरा पनि मेरो नानादेखिको रडै हो एकदम रड गर्ने क्या अब तर यी मौरा चिलिँदैन पनि अति भ्याने म एका चिले हल्कै यति चिले यहाँमा हुने त हल्कै पुरै शरीर तर रड मात्रै क्या अन्त घाडै गर्नु फेरि उस्तो चल भित्र कसो लाग्छ अडिङ्गाला होला झलै हुन्छ त्यो बाहिर कति निस्कियो हामी अडिङ्गाला आउनु कि चाक हल्लाएर बस्छ होइन डान्स गरेर बस्छ डान्स गरे हो क्या त्यो रिन जो पर बुन्नबाट आयो नि अब यहाँमा गर्ने अन्तर ट्याप्प पार्ला पराउनु आइहाल्यो दिने क्या यहाँनिर ढिन हप्ताइन पराउनु आयो बुनबाट आइदियो छिटो फेरि गयो वनबाट आएको अलि स्लोले आउँछ नि त बिस्तारै गदिया हुन्छ क्या गदिया हुन्छ अब आफूले केसर बोकेर आया हुन्छ मह बोकेर आया हुन्छ त्यो भएर यहाँ अब लाग्यो यतै सियो लाया भए पनि त्योभित्र भर्ती मह होला त्यो पोलाभरि गरिन्छ उहाँ त लाइँदै गर्ने उहाँ त मह भर्दै गर्ने त्यस्तो सबै काम छिटै गर्ने त्यो डल्लो पर्यो त एउटा के भयो त्यो डल्लो पर्यो त डल्लो पर्यो ऊ त्यही आइजन भने तर केही भयो होला एक आपसमा सफाइ गर्छन् तर आँटे केही बुढिया जालहाल लाग्यो भएपछि त्यो आफै आयो भने मुख यस्तो भइगयो भनेर होइन ऊ अर्को मौरो आला त्यहाँबाट अनि कलाइदिन्छ त्यो कलाएर लायो त्यस्तो बोकेर आयो यो कुट्नुमा त हाम्रो चाहिँ यो चामल के होला कुटिराख्नु भएको छ मेरो भाउजू हो त्यो हातले चलाउनु चाहिँ बुहारी हुन् यसरी चाहिँ हाम्रो त्यहाँ उखालमा कुटेर चाहिँ केही कुराहरू बनाउनु पऱ्यो नि त्यसरी कुट्नुपर्छ यो चाहिँ गाउँमा यस्तै हो अहिले त्यो उखालै फुट्दा प्राइमरी स्कुल यो हो बुमबाडा गाउँ अनि यहाँबाट तल जान्छ फुटबल ग्राउन्ड ढान्डो नुनुम बजाइरहेछन् आज दसैँको फुटबल हाई स्कुल यहाँनिर प्राइमरी स्कुल यसको मुनिपट्टि छ यो चाहिँ हस्पिटल यहाँनिर छ प्राइमरी स्कुलहरू यो पारी गाउँ भण्डारी गाउँ बुढा गाउँ साउबाडा खिखिजीबाट अनि यो छ रेडियो स्टेसन र एयरपोर्ट अनि यता निलोपट्टि अलिकति देखिएको चाहिँ फेरि प्राइमरी स्कुल यसको गुइया खोला भन्ने छ त्यहाँ तल पुलिस चौकी गुइया खोलामा चाहिँ अनि यतापट्टि छ देखिरह कृषि गर्ने हो हल्का मात्रै देखिन्छ
छैन घुमिरहेको छ नि बजाउने यो दसैँ लागेको भएर होला होइन बाजा बजाउने यसरी फुटबल खेल्ने यस्तो चाहिँ ठ्याक्क रमाइलो हुँदैछ होइन पुरै यो फुटबल भइरह भलिबल पनि हुन्छ फेरि धामी डान्स हुन्छ अनेक हुने के दसैँको टाइममा अनेक हुँदो रहेछ एकैचोटि फेरि सबैतिर के धेरै थोक हेर्न पाइयो क्या त्यो बेला चाहिँ यसरी हुन्छ क्या फेरि यो चाहिँ देउडा हो क्या त्यहाँको फेरि पश्चिमको लोकप्रिय हो क्या फेरि यो कोदो पानी ट्याङ्की भुत्रुक 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 गर्दा यो पाँचगाख पल्लो ट्याङ्की हाम्रो मन्दिरमाथि धुवा आइरहेको पुरै मन्दिरको गेट देवीको मन्दिरको गेट यो मन्दिर चाहिँ कुलदेवताको मन्दिर रहेछ हाम्रो अनि यहाँ चाहिँ पूजा गर्नको लागि चाहिँ हाम्रो पुरी बनाउने काम चाहिँ भइरहेको रहेछ क्या कुलदेवताको पूजाको लागि यो सबै गरेको यहाँ चाहिँ अहिले अब चाहिँ हाम्रो धामी डान्स चाहिँ सुरु हुन्छ होइन यहाँदेखिको दृश्य सबै बनाएर जति छ यो सबै धामी डान्स हो अब सुरु हुन्छ धामी डान्स
बिलमा धान काट्न आइदिरहेको सबैजना धान काट्न यो धान सब ढलेछ क्या फेरि ओ डन धान काट्न जानु पर्दैन छिटो नदी सब ढलेछ क्या धान ठुलो भएर होला पानी पिने यस्तो कञ्चन पानीमा पुरा मुख धोएर बसिराखे नर्सुद दादा हो क्या पुरा धानको कुन्यु बन्यो क्या अब यो अब हामी अर्को खेत जान लाग्यो यो कुन्यु सकेर बुढा ढुङ्गा ल्याउँदैछ नि कुन्युलाई च्याप्नलाई डुब्कामा धान काट्न आएको चारैजना हामी चारजना मात्र छु क्या पुरै खेतै सकाइदियो काटेर मुदेखि बाजे हुनुहुन्छ पछाडि दादा हुनुहुन्छ अब तल्लो खेत बाँकी छ अनि पारी खेत त्यो पारी देखिएको खेत त्यही खेत बाँकी छ अन्ताहरू कुन्यु लाउँदैछन् डोप्का खेता दुईटा खेतको पानी त्यत्रो कर्णाली छ यत्रो खोला छ पानी खानालाई चिन्ता छैन केही हाम्रो बिर्खे काका नान्दै हुनुहुन्छ तल खेता टाढो कि के भा हो बुढा बाक्टे नाच भन्छ क्या त्यसलाई त्यो चाहिँ खोला पानी होइन कस्तो अर्कै कलर छ होइन सङ्गलो अर्कै कलर रहेछ है कालो कालो यताबाट कर्णाली कस्तो निलो छ क्या कलर पुरै निलो छ त्यो चाहिँ हिउँबाट पग्लेर आएको होइन त्यो चाहिँ जङ्गलबाट आएको पानी हो क्या खोलाको कति डिफ्रेन्स कलर छ पुरा पुरा खेत होइन काटेर होइन एउटा मात्र बाँकी छ क्या सबै काटी सिधाइसक्यो क्या लगभग यत्रो खेत काटिसक्यो बुढाले कुनै अवसर लगाइसक्नु भएको क्या एउटा लाउँदै हुनुहुन्छ कुनै एउटा लगाइसक्यो एउटा बाँकी छ हजुर बुढा खालि चुरोट मात्र खानुहुन्छ कुनै लगाइसक्यो छैन फाइट पनि लाग्यो त जाएर लाउनु आज यो अन्त फाइट पर्ला पुरा सल्लाह हुन्छ कि हल्ला हुँदैछ यहाँ चुरोटै चुरोट बिहान पनि चुरोट बेलुका पनि चुरोट चुरोटै चुरोट मजा काममै छैन क्या कामभन्दा बढी जिस्केर भने क्या होला काट केटा काट धान काट जा लाउँछ क्या होइन